त्यो हामीले राष्ट्रपतिज्यूलाई उहाँले चाहिँ हामीलाई के भन्नुभएको थियो भने तपाईँ पोलिटिकल पार्टीका हरेक पार्टीका एक एकजना सदस्य लिएर तपाईँ मन्त्रीमण्डल बनाउनुहोस् र त्यो बृहत मन्त्रीमण्डल निर्वाचनको मन्त्रीमण्डल बनाउनुहोस् भनेको थियो। मैले उहाँलाई भने त्यस्तो राम्रो हुँदैन, इन्डिपेन्डेन्ट मान्छे हुनुपर्दछ। त्यहाँ चाहिँ हामीले समावेशीलाई हेर्नुपर्नेछ। त्यसमा चाहिँ जनजाति, दलित र महिला पिछडिएको पनि भरसक भयो भने त्यस्तो व्यक्तिहरूको चाहिँ हामी खोजीमा छौँ। नाम त थुप्रै आएको छ, तर त्यसमध्येमा हामी के हेर्दैछौँ भने पोलिटिक्स गर्नु भएको छ कि छैन। पोलिटिक्समा गएको रहेछ भने त्यो हटाएर त्यस्तोलाई हटाएर नन पोलिटिकल बरु कुनै संस्थाहरूमा काम गरेको अथवा सचिवहरू त्यस्तो व्यक्तिहरू चाहिँ जाति, जनजाति, दलित, महिला र एउटा पिछडिएको वर्ग त्यो आधारभावी ल्याउने पक्ष